सारा देश र सबै पार्टीको एकजुट भइरहँदा समेत सरिता गिरी संविधान संशोधन माथि नै संशोधनको प्रस्ताव लिएर संसदमा दर्ता गरेकी थिइन्। तर यसरी देशकै अभियानमा प्रतिपक्ष बनिरहेकी सरिता गिरीलाई भने अब पार्टीले आफ्नो पार्टीबाट पनि निष्कासन गर्ने भएको छ र स्वतः नै समाजवादी पार्टीबाट निष्कासित भएसँगै उनी सांसद पदबाट पनि बर्खास्त हुनेछिन्। कालापानी लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा सम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी समाजवादी पार्टीकी नेत्री सरिता गिरीलाई सांसद पद र पार्टीको सामान्य कार्यकर्ता पनि नरहने गरी हटाइने भएको छ। गत जेठ 28 गते बुधबार संसद सचिवालयमा उनले दिएको संशोधनको सूचनामा स्रोत र प्रमाण नखुलेको भन्दै विधेयकको दफा 2 हटाउन प्रस्ताव सहित खडा भएकी थिइन् सरिता। उनले उक्त संशोधन प्रस्ताव दर्ता गरेसँगै चौतर्फी विरोध भयो नै। उनको पार्टी स्वयंले पनि सरितालाई दर्ता फिर्ता गर्न चेतावनी नै दियो। अन्यथा कारबाही हुने पनि बताइरहँदा सरिता गिरीले भने पछाडि हट्ने छाँटकाट नै देखाइनन्। तसर्थ पार्टीले व्हिप नै जारी गर्यो। तर पनि उनले शनिबारको संशोधन पारित हुने बिन्दुमै सभामुखको फेरि ध्यानाकर्षण गराउने प्रयास गरिन्। तर उनको प्रस्ताव सभामुखबाट पनि स्वीकार भएन। अन्ततः उनी निराश हुँदै संसदबाट बाहिरिन्। त्यति मात्र होइन, उनी बाहिरिएसँगै बाहिर रहेका पत्रकारहरूसँग गुनासो गर्दै गरेको देखिन्। मेरो कुरा कसैले सुनेन, कसैले बुझेन। अहिलेको अवस्थामा सारा विश्व एक देश बन्दैछ। सिमानाको कुराले एक महिलामाथि अत्याचार भयो भन्ने आशय व्यक्त गर्दै थिइन् उनी। उनले कसरी पाकिस्तानबाट बङ्गलादेश छुटिएको थियो त्यो क्षण पनि सम्झाउने प्रयास गरिन् नेपाललाई। तर उनका सबै प्रयासले उनलाई देशको विरुद्ध गएको र भारत भक्त भएको आरोपमा झन् बल मिल्यो। सीमा विवादको चरम संवेदनशील विषयमा देशकै विरुद्ध लाग्दै गर्दा समेत उनमा भएको निडरतामा पनि लाजिमपाटको ठूलो हात छ भन्ने आवाज सुनिँदै आएको छ। जे होस्, अब सरिता गिरी पार्टी र सांसद पदबाटै बर्खास्त हुने भएकी छिन्। ऋषि धमलासँग कुराकानी गर्दै डाक्टर बाबुराम भट्टराईले भनेका थिए र आज पनि अनलाइन खबरमा उक्त समाचार छापिएको छ कि सरिता गिरी अब पार्टीबाट र सांसद पदबाटै बर्खास्त हुँदैछिन् भनेर। समानुपातिक खसतर्फबाट समाजवादी पार्टी फोरमकी सांसद भएकी थिइन् सरिता गिरी। अर्को कुरा तपाईलाई स्मरण गराउन चाहन्छु, डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा समेत उनी आर्थिक अनियमितता गरेको आरोपमा श्रम तथा यातायात व्यवस्था मन्त्री पदबाट निलम्बित भएकी थिइन् सरिता गिरी। यी सबै नेपालको घटनाक्रमलाई नजिकबाट हेरिरहेको भारत विरुद्ध गर्दै आयो। तर निकै ठूलो आश्चर्यमा भारत सरकार यति बेला छ भन्ने कुरा त्यहाँका पूर्व राजदूतहरूले भनेका छन्। यसपटक न कुनै दल, न कुनै धर्म वा जात अथवा न मधेसी, न पहाडी वा हिमाली कसैलाई भारतले खरिद गर्नै सकेन, देशको विरुद्ध उभाउनै सकेन। नेपालको तल्लो सदन प्रतिनिधि सभाले लिम्पियाधुरासम्मको भूभाग समेटेर गरिएको नयाँ नक्सालाई निशाना छापमा समेट्न संविधान संशोधन विधेयक शनिबार पारित गरिसकेको अवस्था छ र यो विधेयक आइतबार माथिल्लो सदन राष्ट्रिय सभामा पनि टेबल भइसकेको छ। र नेपालमा नक्सा प्रकाशनदेखि संविधान संशोधनको प्रक्रिया जुन गतिमा, जुन वेगमा अगाडि बढ्यो त्यसबाट भारत पुरै चकित बनेको छ, दिल्ली पुरै चकित बनेको छ। संविधान संशोधनको लागि विधेयक संसदमा पेश भएपछि नेपालका एक पूर्व भारतीय राजदूतले कुराकानीका क्रममा यी प्रश्न बारम्बार दोहोऱ्याइरहेका थिए। नेपाललाई किन यस्तो हतारो, यतिका वर्षसम्म हल नहुँदा हुने अहिले यस्तो तीव्र गतिमा किन लागिरहेको छ नेपाल भन्ने प्रश्न उनले बारम्बार दोहोऱ्याइरहे। दिल्लीको नेपाल नीतिमा अहिले पनि राम्रै प्रभाव राख्ने उनका ती प्रश्नले काठमाडौँमा अघि बढेको नक्सा प्रकाशनदेखि संविधान संशोधन प्रक्रियासम्मका घटनाक्रम दिल्लीका लागि अप्रत्याशित थियो भन्ने प्रष्टै देख्न सकिन्छ। हुन पनि दिल्लीका लागि नेपालमा कालापानीको विवादलाई लिएर भारतको विरोध हुनु नौलो कुरा थिएन। धेरै वर्षदेखि नेपालका राजनैतिक दलले कहिले महाकाली सन्धि त कहिले कालापानी विवादलाई आफ्नो राजनीतिक हतियारका रूपमा प्रयोग गर्दै आएका थिए। तर गत कार्तिकमा कालापानी क्षेत्रलाई समेटेर भारतले नक्सा जारी जब गर्यो त्यसपछि नेपालमा भित्रभित्रै सल्किरहेको भारत विरोधी आक्रोशलाई दिल्लीले अनुमान गर्नै सकेन अनि त्यो ज्वालामुखी जसरी विस्फोटक भइदियो जब भारतका रक्षा मन्त्री राजनाथ सिंहले केही हप्ता अघि मात्रै मानसरोवर जाने लिङ्क रोडको उद्घाटन गरेका थिए, जुन रोड नेपालको लिपुलेक हुँदै जाने रोड थियो। भारतले बारम्बारको थिचोमिचो जस्तै यसपटक पनि नेपाल सेलाउँछ होला भन्ने रूपबाट लिएको थियो। जबकि 2072मा भारतले लगाएको अघोषित नाकाबन्दीबाट नेपालीको मनमा लागेको घाउ पुरै पुरिएकै थिएन। उसले एकतर्फी ढङ्गले नयाँ नक्सा प्रकाशन गरेर त्यो घाउलाई थप बल्झाएको थियो। भारतले नयाँ नक्सा प्रकाशन गरेपछि त्यसलाई लिएर सार्वजनिक रूपमै चर्को विरोधसँगै त्यो भूमि फिर्ता गर्ने सम्बन्धमा बहस सुरु भएको थियो। नेपालमा जनदबावकै कारण सरकारले भारतलाई कूटनीतिक नोट पनि पठायो र सँगै सीमा विवाद समाधानका लागि गठित विदेश सचिव स्तरीय संयन्त्रको बैठक बस्न 2 पटकसम्म पत्र पठाएर आग्रह गरेको थियो नेपालले। तर नेपालको आग्रहलाई भारतले पुरै व्यवस्था गरिदियो।
त्यसपछि त गत वैशाख 26 गते पिथौरागढदेखि लिपुलेक सडक खण्ड उद्घाटन भएपछि नेपालमा भारतप्रतिको अविश्वास थप बढेर गयो र जसकै परिणाम स्वरूप अहिलेको नयाँ नक्सा प्रकाशन र निशाना छापको लागि संविधान संशोधन भएको दृष्टान्त रहेको छ। जब भारतले लद्दाखमा चीनसँगको झमेलामा चीनसँग वार्ता बसिरहेको थियो, तर नेपालसँग मानसरोवर जाने लिङ्क रोड नेपालकै भूमि हुँदै बनाइरहँदा भारत नेपालसँग वार्ता गर्न सहमत देखिएन। कोभिड-19 को यो विपदपछि वार्ता गर्ने भनेर बारम्बार आलटाल गर्दै आएको भारतलाई दरिलो जवाब संसदबाट सबै दलहरू मिलेर देखाइदिए। नक्सा पारित पनि भयो अनि निशाना छापमा संविधान संशोधन पनि भयो र यसै बेला राष्ट्रिय एकताको ठूलो उदाहरण प्रष्ट रूपबाट भारतले प्राप्त गर्यो नेपालको तर्फबाट। जब नेपालमा संविधान संशोधनको प्रक्रिया अगाडि बढिरहेको थियो, दिल्लीमा निकै छटपटी सुरु भएको थियो। त्यसपछि संशोधन प्रक्रियालाई केही पछि धकेल्न उसले काठमाडौँलाई अनौपचारिक ढङ्गले सन्देश पनि दिएको थियो, तर भारतले भन्दैमा संशोधन प्रक्रिया रोकिने अवस्था थिएन। यसबीच दिल्लीले नेपालमाथि दबाब दिन यसअघि जस्तै प्रोपोगन्डाको हतियार पनि प्रयोग नगरेको होइन। त्यसको लागि यहाँका संस्थापन निकट सञ्चार माध्यमहरू राम्रैसँग प्रयोग भए पनि नेपालले नक्सा जारी गर्नेदेखि संविधान संशोधन लगायतका सबै काम चीनको इसारामा भइरहेको दुष्प्रचार पनि गर्न तिनीहरू दिनरात खटिएकै थिए। तर प्रोपोगन्डाको हतियार बनेका अधिकांश सञ्चार माध्यमको विश्वसनीयतामाथि भारतमा पहिलेदेखि नै प्रश्न उठिसकेकाले त्यो रणनीतिक पनि प्रभावकारी भएन। त्यसले बरु उल्टै काम गरेको देख्न सकिन्छ। सरकारसँगका असन्तुष्टिलाई थाती राख्दै नक्साको विषयमा नेपाली राजनीतिक दलहरू सरकारसँगै उभिए। त्यसमाथि यसपटक नेपाली राजनीतिज्ञदेखि पत्रकार, लेखक तथा विश्लेषकहरूले भारतीय सञ्चार माध्यम मार्फत गरेको हस्तक्षेपले दिल्ली रणनीतिलाई केही हदसम्म निस्तेज पार्न सफल पनि भयो। यी विविध परिघटनाको नजिक भएर पनि दिल्लीले यसपटक केही गर्ने अवस्था रहेन। संशोधन प्रक्रिया रोक्ने सोझै हस्तक्षेप गर्न सक्ने अवस्था पनि थिएन। त्यसमाथि नेपाल मामिलाका जानकारहरूले त्यहाँको आन्तरिक मामिलामा हस्तक्षेप गर्दा परिस्थिति थप बिग्रन सक्ने भन्दै दिल्लीलाई त्यसतर्फ नसोच्न सुझाव दिइसकेका थिए। भारतको राजनैतिक नेतृत्व पनि विगतको तितो अनुभवबाट खुलेर हस्तक्षेप गर्न हुन्न भन्नेमै थियो। त्यसमाथि भारतीय राजदूत विनय मोहन क्वाद्रा काठमाडौँ पुगेको धेरै महिना भएकै थिएन। उनले काठमाडौँको राजनैतिक मौसमलाई बुझ्न बाँकी नै थियो। त्यसैले दिल्लीका सामु काठमाडौँका घटनाक्रमलाई प्रभाव पार्ने धेरै विकल्प थिएन। त्यसमाथि कोभिड-19 को बढ्दो संक्रमण र चीनसँगको विवाद दिल्लीका लागि थप टाउको दुखाइ बनिसकेको थियो, जसले गर्दा दिल्लीका सामु नयाँ नक्सा जारीदेखि त्यसलाई समेट्नको लागि संविधान संशोधनका घटनाक्रम टुलु हेरेर बस्नुको विकल्प कुनै पनि देखिएन। भारतले नचाहँदै नेपालका दुवै संसदद्वारा नयाँ नक्सा अनुसार संविधान संशोधन प्रक्रिया टुङ्गिएको छ। यो कुरा दिल्लीबाट सुरेशराज नेउपानेले जुन दिल्लीले सोचेको थिएन भन्ने लेख कान्तिपुरमा लेखेका छन्। र यसरी नेपालले आफ्नो संविधानमा नयाँ नक्सा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर जारी गरेसँगै दर्ता गरेसँगै अब भारत वार्ताबाट पन्छी रहेको अवस्था बुझ्न सकिन्छ। किनकि अब वार्तामा बस्ने बित्तिकै भारत कमजोर यसै पनि छ, प्रमाण उसँग छँदै छैन कि लिम्पियाधुरासम्मको जमिन नेपालको होइन भन्नको लागि। त्यसर्थ भारत पन्छिरहेको अवस्थामा नेपालले वार्तामा भारतलाई बसाल्नको लागि के कस्तो रणनीतिहरू अपनाउँछ। अब नेपालको यो रणनीतिले काम गरिनुपर्ने अवस्था हो, अथवा त्यो रणनीतिले काम गरेन भने कस्तो किसिमको कदम नेपालले चाल्नु जरुरी छ त। अन्तिम उपाय भनेको संयुक्त राष्ट्रसङ्घ अथवा अन्तर्राष्ट्रिय अदालत नै हो त भन्ने प्रश्न चिन्ह पनि जारी रहेको छ।